सन पनि यही प्रसाद भिलेज डे टु यु एक क्यान्डल जलाइदे भाइ सुन्दै त्यसले मजा हाम्रो म्यानेजर सरले यहाँ टीकाकरण गर्दै हुनुहुन्छ गाजा रक्सी चुरोटतिर नलागि दाइ पनि यहाँ छ भनेर सम्झिस एक्लै 11 बजे स्पोन्सरवालाले मेरो स्पोन्सर हो भनेर पुरा दल दिएको छ डे टु यु एक क्यान्डल जलाइदे भाइ सुन्दै भाइ हाम्रो म्यानेजर सरले यहाँ टीकाकरण गर्दै हुनुहुन्छ अब यसपछि सहायक म्यानेजरको आउँछ पालो अनि त्यसपछि वेटरको आउँछ अनि यो भाइ छ एउटा के अरे स्पोन्सर गर्ने आला छ तेरो होटलको नाम के अरे चाइनिज ल ठिक छ यसले यो केटाकेटी आए गुलेली खेलाए मटाग्राको सत्यानाश जस्तो गर्न आछे अनुपले यहाँ किक टिप्दै गान्दै गर्न आछ ल यो चाहिँ अहिलेको 1 बजे ल यहाँ हाम्रो सहायक म्यानेजर हुनुहुन्छ हैन यहाँ पनि राम्रै सर्भिस दिनुहुन्छ यतातिर झोलामा बोतल बोकेर तलदेखि माथिसम्म प्रसाद भिलालाई एकदमै सपोर्ट र माया गरिदिनु होला रिभ्यू गरिदिनु 5 स्टार रेटिङ दिनु होला यहाँ हुनुहुन्छ हाम्रो आन्टी बस्नको लागि व्यवस्था खानाको लागि अनि सबै प्रसाद यो पनि ल ठिक छ यहाँ यिनीहरू छन् गाजा रक्सी चुरोटतिर नलागि दाइ पनि यहाँ छ भनेर सम्झिस एक्लै 11 बजेतिर नगए राम्रोसँग गरिस् पढाइमा ध्यान नलगाएस् अब के गर्ने इन्डिया आइगयो मेरै पछाडि नलाग्नु यो भयो टीका लगाइयो मैले मुखमा छिटे थिएँ यो साइड राख है त मेरो भाइ ए पैसा यार ल्याउनु पैसा खातामा ल्याइस् है ओके खातामा लेख्नु पर्दैन है मैले पैसा दिइसके गाइस यो मेरो छोराले पैसा खा यो छोराले दिएको पैसा हो मैले हो त अंकल सबै यही नै त मभन्दा ठुला मान्छे हुन् त यार कहाँ राथे टिस्यु पेपर छ नि त यार रिसाउलान यो होटल पुरा यो उमेश भाइले मेरो भाइले बुक गरेछ आज बर्थडे यसको स्पेशल अनि यहाँ कोही केही बोल्न पाउन्न यहाँ अहिले नाचेको भिडियो पनि आउँछ ल दक्षिणा रिटर्न गरेर नदेखाउनु मजाक नगर्न मुला साग हावा कुरा गर्दा यार ए अनुप कस्तो लागिरहेछ तँलाई एकदमै मेरो बर्थडे ह्यापी बर्थडे टु यु भन्दै त ह्यापी बर्थडे टु यु अङ्कल भन्दै दबाउनु हो आफै लगाउँछ अरे अरूले लगाएको टिकालाई मन पर्दैन